So hello guys and welcome to my first ever YouTube video. So मेरो नाम विशोल अनि म चाहिँ हाल जापानमा बसिरहेको छु अनि मलाई चाहिँ yes you can see the background मलाई चाहिँ स्निकरहरु प्रति इन्ट्रेस्टेड छु म चाहिँ अलिकति इन्ट्रेस्ट बढी नै छ चाहिने भन्दा बेसी त्यही भएर पनि होला यत्रो धेरै भएको. So yes let's start today's video. So आज चाहिँ मसँग छ नाइकी र लेगोको लेगो सेट अनि यो चाहिँ टोटल 1200 13 पिस आउँछ अनि बक्समा हेरेरै थाहा पाउनु भयो होला तपाईले यो चाहिँ एयर म्याक्स 95. So let's start unboxing. Okay. Subscribe to my channel. Okay, this is ल. Okay, there are 11 numbers 7 3 9 4 8 10 5 1 2. Oh my god, so much. And you say I think manual. And what is this? Okay, so this is the total pieces I got. So first one, you can see one. So one garum pehla. So yes, this is the book. Okay, there are some stickers हरु पनि आउने रहेछ यसमा चाहिँ. म्यानुअलमा चाहिँ यो 1 देखि चाहिँ 4 सम्मको म्यानुअल चाहिँ यो बुकमा रहेछ अनि अर्को यो 5 देखि 12 चाहिँ यो बुकमा रहेछ. सो यस, सो फर्स्ट अफ अल हामी चाहिँ 1 गरौँ है त. ओके, सो फर्स्ट अफ अल के भनेको छ त, लेट्स स्टार्ट. सो सुरुमा चाहिँ ब्याग 1 बाट स्टार्ट गर्छौं. सो फर्स्ट ब्याग कम्प्लिट गर्न चाहिँ मलाई लगभग 15 मिनेट जति लाग्यो अनि यो स्टेजमा चाहिँ बेसिक स्ट्रक्चर रेडी भएको छ. त्यसपछि हामी ब्याग 2 तिर लाग्छौं. यो पार्ट चाहिँ अलिक सजिलो छ, अराउन्ड 10 मिनेट जति लाग्यो मलाई चाहिँ. अनि यो कम्प्लिट भएपछि यसको स्ट्रक्चर चाहिँ अलि स्टेबल पनि हुन्छ र शेप पनि अलि क्लियरली देख्न थाल्छ. अनि ब्याग 3 मा चाहिँ हाम्रो स्निकर स्ट्यान्ड रेडी हुन्छ अनि यसलाई घुमायो भने चाहिँ तलपट्टि एउटा सानो हिडन बक्स जस्तो निस्किन्छ. र फाइनली यो ब्याग 4 कम्प्लिट भइसकेपछि यसको लास्ट डिटेल एयर लेखेको जुन चाहिँ एकदम दामी डिटेलिङ छ त्यो एड गरेपछि चाहिँ यो स्निकर डिस्प्ले चाहिँ कम्प्लिट भयो. सो फाइनली आफ्टर 1 आवर पछि चाहिँ यो बुक सक्यो. अब नेक्स्ट चाहिँ हाम्रो यो एयर म्याक्स 95 को नियोन कलरको. अब यो पनि सायद 1 घण्टा जति नै लाग्छ होला, हेरौँ. लेट्स सी. So okay, bag number 5 अलिकति ठुलो छ. So let's start. Okay, यो 2 एक्स्ट्रा ब्याग आउँदो रहेछ यसमा पनि. सो ब्याग 5 कम्प्लिट गरेपछि चाहिँ यस्तो देखाछ. र ब्याग 6 बाट चाहिँ हामी डिटेलिङमा फोकस गर्छौं. यहाँबाट चाहिँ एयर म्याक्स स्टाइलको बिग बबल सोल क्लियरली देखिन थाल्छ जुन चाहिँ यो बिल्डिङको मेन हाइलाइट हो. अनि ब्याग 7 8 र 9 मा चाहिँ सोलको शेप र साइडको डिजाइन कम्प्लिट भएको छ. अनि यो पार्टमा चाहिँ अलिकति पेशेन्स चाहिन्छ किनभने स्मल डिटेलिङहरु मिलाउनु पर्छ. सो ब्याग 10 कम्प्लिट भएपछि चाहिँ फाइनल साइड पार्ट र फिनिशिङ टचेसहरु कम्प्लिट हुन्छ. यो स्टेजमा चाहिँ स्निकर एकदम रियलिस्टिक देख्न थाल्छ. सो अब चाहिँ लास्ट 2 वटा बाँकी छ. सो यो पनि अलिकति टाइम लाग्छ. सो दिस इज नम्बर 11. सो ब्याग 11 कम्प्लिट भएपछि चाहिँ यसको टो बक्सको स्ट्रक्चर चाहिँ कम्प्लिट भएको छ अनि अहिले नै यो चाहिँ अलिकति रियल स्निकर जस्तै देख्न थालिसक्यो. यस, फाइनल ब्याग.
सो गाइज फाइनली लेगो सेट चाहिँ कम्प्लिट भइसक्यो अनि दिस इज द लेगोको स्निकर अनि एयर साइडमा चाहिँ एयर छ अनि यो चाहिँ स्निकर राख्ने स्ट्यान्ड अनि यो चाहिँ यसरी यहाँ पल छ यो चाहिँ यसरी यहाँ राखेपछि ओके दिस इज द स्निकर एन्ड द डिस्प्ले केस अनि तलपट्टि चाहिँ यो यस्तो खोल्यो भने चाहिँ यस यहाँ चाहिँ एउटा पकेट जस्तो छ यहाँ चाहिँ तपाईँले केही आफ्नो सिक्रेट सामानहरू राख्दा हुन्छ सो कस्तो लाग्यो त ओभरअल अनि यसमा चाहिँ एउटा टाइनी नाइकीको केटा र केटीको यदि तपाईँ केटा हो भने चाहिँ यो यस्तो केटाको टाउको पाइन्छ अनि केटीलाई चाहिँ यस्तो सानोवाला केटीको टाउको पनि छ सो मैले चाहिँ केटाको टाउको राखिसकेँ अनि यसरी राखिदिएपछि द सेट इज कम्प्लिट सो फाइनली गाइज मेरो चाहिँ यो लेगो सेट कम्प्लिट भयो आफ्टर 2.5 आवर जति लाग्यो मलाई चाहिँ यो बनाउनु सो ओभरअल इन्ट्रेस्टिङ फन एकदम अलिअलि कम्प्लिकेटेड थियो त्यही पनि ओभरअल यो गाइडेन्स बुकले धेरै नै हेल्प गर्यो सो यसले गर्दाखेरि पनि मलाई अलिक छिटो नै भयो सो ओभरअल मलाई चाहिँ एकदम दामी लाग्यो यो बबल पार्ट्सहरू चाहिँ एकदम दामी छ डिटेलिङ पनि एकदम दामी छ ठ्याक्कै नाइकी एयर म्याक्स 95 को जस्तै अनि तपाईहरुलाई चाहिँ यो लेगो सेट कस्तो लाग्यो तल कमेन्टमा लेखिदिनु होला अनि नेक्स्ट भिडियोमा चाहिँ म स्निकर अनबक्सिङहरु भिडियो लिएर आउनेवाला छु सो गाइज सब्स्क्राइब गरिदिनु होला फर मोर मोटिभेसन अनि यस हेर्दै गर्नु होला एन्ड थ्यांक यू फर वाचिङ गाइज